हेलो फ्रेन्ड्स, नमस्कार। यो भिडियो तपाईहरुको लागि हो। तपाईहरुलाई पनि यस्तै जुसी चिकन करी बनाउनु मन छ भने यो भिडियोलाई सुरुदेखि लास्टसम्म जरुर हेर्नुहोला। तपाईहरुलाई जुसी चिकन करी बनाउने नयाँ तरिका बताउँछु। र यो चिकनलाई धोएर राम्रोसँग पानी छान्ने गर्नुहोस् र यसमा स्वादअनुसार नमक, स्वादअनुसार मिर्ची, धनिया पाउडर, हल्दी, जिरा पाउडर एड गर्नुहोस्। यसमा आधा चम्मच जिन्जर गार्लिक पेस्ट र सरस्योको तेल एड गर्नुहोस्। 1 कप दही एड गर्नुहोस् र यसलाई राम्रोसँग मिलाउनुहोस्। यो तरिकाले मिलाएपछि यसलाई आधा घण्टा स्टोर लगाउनुहोस् र त्यसपछि एउटा प्याज काट्नुहोस्। प्याजलाई यो तरिकाले काट्नुहोस्, बारीक तरिकाले काट्नुहोस् प्याजलाई र फ्राई गर्न धेरै सजिलो हुन्छ। र मिर्चीलाई पनि यो तरिकाले डाइस कटिङमा गर्नुहोस्। तपाईलाई तीखा खाना कतिको मन छ। र यसमा कराईमा तेल लिनुहोस् र मेथी एड गर्नुहोस्। मेथी कालो भएपछि जिरा एड गर्नुहोस्। त्यसपछि प्याज मिर्ची काटेको यसमा एड गर्नुहोस् र यसलाई राम्रोसँगले भुटेर यसलाई करियापत्ता छ भने करियापत्ता एड गर्नुहोस्, छैन भने तपाईले स्किप गर्न सक्नुहुन्छ। र यो तरिकाले ब्राउन कलर पारेर यसलाई भुट्नुहोस् र जिन्जर गार्लिक पेस्ट अलिअलि यहाँ हाल्नुहोस् र यो माथि हामीले मिलाएको चिकन लगाउनुहोस् र यसलाई राम्रोसँगले मिलाउनुहोस् यो तरिकाले। र यसमा ढक्कन लगाउनुहोस्। तपाईले 10 मिनेट तक ढक्कन लगाउन सक्नुहुन्छ। र यसमा तपाईले ग्रेभी जुसी बनाउनु मन छ भने अलिकति प्याज टमाटर पेसेर यसमा लगाउनुहोस् र हेर्नुहोस् यो तरिकाले चिकन करी बनाउनु भयो भने तपाईलाई धेरै मिठो और जुसी और नरम चिकन करी राम्रोसँगले बन्नेछ। र यो तपाईले यो तरिकाले यसलाई मिलाउनुहोस् र यसमा 10 देखि 15 मिनेटसम्म ढक्कन लगाउनुहोस्। यो चिकन ग्रेभीमा आफै सुक्नेछ। र यो तरिकाले तपाईले चिकन करी बनाउनु भयो भने तपाईहरुलाई राइस या रोटीसँग खान धेरै राम्रो र सजिलो गरी सुहाउनेछ। र हेर्नुहोस् यो भिडियो तपाईले कहाँदेखि हेर्दै हुनुहुन्छ भिडियोलाई सुरुदेखि लास्टसम्म जरुर हेर्नुहोला। यस्तो चिकन करी तपाईले बनाउन धेरै सिक्नुहुनेछ। यो भिडियो तपाईहरुको लागि हो। अगर यो भिडियो राम्रोसँग पसन्द लाग्यो भने लाइक शेयर कमेन्ट जरुर गर्नुहोला। थ्यांक यू।